नमस्ते सबैजनालाई। आज हामी चाहिँ यहाँ बाबुको आज बर्थडे मनाउँदैछ हैन। 10औं वर्ष पुरा पुगेर 10 वर्ष लागिसक्यो। त्यही भएर आज यसो केक सेक लिएर 11 वर्ष लाग्यो। Happy birthday. Happy birthday to you. Happy birthday to you. यता पनि हो के यता यता यहाँ सकिनलाई यो सही भएन हल्लाउने हो के छ के यस्तो रे बाबु जन बेसी भुगु छ हेर न उ त्यहाँ बस्न बाबु जा यस्तो हो के खासमा यता ल बाबा आइज यहाँ यहाँ ल ल ल ल ठोक सालेको दाब न दाब हिबा दाब न यसरी यस्तो हो यस्तो बोजमिनको धेरै यो बुडु गर्न नसकेर हो के बाबाले मम्मीलाई खोइ त बाबा मार्केट हाल्यो होला एरा दिन मत लगाइदिन्छु यार हो बल्ल भो लटे अब के काट्ने है ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु बर्थडे टु यु बाबु तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना ज्ञानी हुनु धेरै पढ्नु है धन्यवाद तिमीलाई पनि ज्ञानी हुने है यस्तै गरेर ज्ञानी हुने धेरै पढ्ने स्कुलबाट आउँदै मम्मी है भन्दै दु गर्दै खोज्नु जाने हो फेरि है धेरै धेरै धन्यवाद मम्मी तपाईँले नै हामीलाई माया गर्नलाई हामीले नि तपाईँले धेरै धेरै माया गर्छौँ अब ढाकिन्छ अब यत्रो हित्तीमा लाउनुपर्छ मूर्ति बनाउनु पर्छ हित्तीमा गालामा घर बनाउनु पर्छ अनि त्यसपछि यहाँ घर बिल्डिङ गराउनुपर्छ हित्तीमा फेरि स्कुल बनाउनु पर्छ है अनि हित्तीमा खाना खाने घर खै मोटेले के गर्नुपर्छ नि मोटेले घर स्कुल अनि हित्तीमा भान्साघर बाजेहरूलाई चलाउनु मम्मी बाजेले दिन्छ बाबा खुवाइदे मलाई ह्याप्पी बर्थडे टु यु। अनि आज तिम्रो जन्मदिनको शुभकामना आशीर्वाद छ सदा सर्वत त्यस्तै हाँसी खुसी उज्यालो भएर हिँड्नु अनि आमा बाबुहरूले पनि छोराछोरीहरूलाई हाँसी खुसी बनाउनु बाबा मम्मीहरूलाई पनि हाँसी खुसी बनाउनु नराम्रो शब्द नबोल्नु जुगाजुगसम्म राम्रो काम कुरो सिक्नु पढाइमा ध्यान गर्नु अनि ल मेरो आशीर्वाद बाजेलाई दिसो झगडा लगेर नगर्नु हामीसित पनि झगडा लगेर नगर्नु हामीले पनि वचन दिन नराम्रो शब्द हामीले भन्ने छैनौँ तिमीले राम्रै छ सेवा कोसिस गर्नेछौँ ल ह्याप्पी बर्थडे टु यु ल सानो मान्छे अनि आशीर्वाद छ नगर पञ्चकर घर होस् अनि पढाइमा ध्यान लिनु मम्मी बाबाहरूलाई नराम्रो शब्द नगर्नु उनले पनि राम्रो गरे जुगाजुग सदा सर्वसम्म अनि मम्मी बाबाको
सेवा गर्ने उनले पनि अहिले उनले सेवा गर्छन् नराम्रो शब्द नबोल्नु मम्मी बाबासित अब बुइरीको पालो त्यसलाई बाबाले लगाइदियो त टिका एक सौ भएर भयो आशीर्वाद दिनेलाई दिनु अब 11 वर्ष कहाँ 11 लाई भर्खर 10 भयो 11 त लैयो र अब त 10 पुग्यो ल्याउ दुई गाई पत्कार किन लैखन नगर्यो है ल घर लकार नगर्यो है के काटेर देल बाजे बोइले लगाइदिए बाबा काट्दिउँ काटिकिन देऊ बाजे बोइले म बुझ्दिन्छु त्यसरी ठुलो थिएन आधा आधा त्यो मजाले काटिन बाजेले दे बाजेले दिनुहोस् एटा हेर ल हाँस दिबेन चस्मा त खतरा आछ बाबु बेटा ल अब बनाम बरु भिडियो बनाइस् ल ल बाबाले टिका लगाइदियो बाबु अनि त्यसपछि उ गर्ने के अरे केक देल बाबु पालन कोबाल बस्नु हात थाप्नु हात तेरो कि मेरो बर्थडे तेरो कि मेरो 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 तेरो हो तिमीलाई आशीर्वाद दिन्छस् मलाई के आशीर्वाद दिन्छ बाबु आशीर्वाद देन न बाबुलाई भन्छ के भन्छस् भन्दै जहिले पनि वर्ष के भन्नु यदि वर्ष हुनु पर्यो फेरि मनाउने भन्दै भन्छ अब यो चिज बनाएपछि अब अझ ठुलो हेर्नुहोस् त अब होइन